हेलो गाइस दर्शक नमस्कार सबैजनालाई। तपाईँहरूले यो मेरो देखिसक्नुभयो होला आज म कहाँ छु भनेर होइन। फाइनल्ली अनि म अनि मेरो साथीहरू सबै मिलेर आज चाहिँ हामी डाइरेक्ट माल्टाबाट हामी जाँदैछौँ बार्सिलोना, स्पेनको अति नै सुन्दर सहर बार्सिलोनातर्फ हामी लाग्दैछौँ। एन्टोनी गौडीको अति नै राम्रो क्रिएसन। बार्सिलोना गइसकेपछि अनि डाइरेक्ट हामी ल्यान्ड हुने बित्तिकै हामी सिधै साग्रादा फ्यामिलियातिर लागिसक्यौँ है। अनि तपाईँहरूले पनि देख्न सक्नुहुन्छ म पछाडि रहेको छ साग्रादा फ्यामिलिया। करिब 126 वर्षदेखि पुरा नभएकी यो अति नै विश्वको सबभन्दा ठुलो चर्च है, फाइनली अब चाहिँ पुरा भइसकेको छ। आफ्टर देन वी आर हेडिङ टु क्याम्प नाउ बार्सिलोना। यदि तपाईँहरू सबै फुटबलको फ्यान हुनुहुन्छ भने बार्सिलोना त तपाईँहरूको सबैको मनको ढुकढुकी नै हुनुपर्छ। स्पेसल्ली म्याड्रिड भर्सेस बार्सिलोना भनेको त तपाईँहरूलाई थाहा नै छ है, कतिको अमेजिङ हुन्छ भनेर, गेम हुन्छ भनेर। एल क्लासिको भनिसकेपछि फाइनली हामी अब बार्सिलोनाको स्टेडियम बार्सिलोनाभित्र छिरिसकेका छौँ है। यहाँबाट हामीहरू अब करिब म अनि मेरो साथीहरू सबै मिलेर अब बार्सिलोनाको म्युजियम भिजिट गर्ने हाम्रो प्लानिङ भइरहेको छ है। त्यसपछि म सिधै टिकट किन्न गएँ अनि त्यसपछि यहाँ अलिकति लाइन पनि रहेछ टिकट किन्नको लागि। अनि हामी यो टिकट किनिसकेपछि करिब 31 युरो परेको थियो टिकट चाहिँ। अब चाहिँ म लाग्दैछु म्युजियमभित्र चाहिँ है, के छ त हामीहरू सबै मिलेर हेरौँ बार्सिलोनाको ट्रफीहरू के कस्तो छ। अनि त्यसै एट द इन्ट्रान्समै है म चाहिँ एकदम एक्साइटेड थिएँ है इन्ट्रान्समा। अनि त्यसपछि यहाँ चाहिँ एउटा स्क्रिन राखिएको रहेछ होइन, त्यहाँ चाहिँ सबै प्लेयरहरूको गेम्सहरू यताउति देखाइराखिरहेको रहेछ म लगायत। अनि विकेन्ड भएर होला टन्नै मान्छेहरू थियो कि त्यहाँ हेर्न आउनेहरू होइन। यस्तो बवाल बवाल है स्टेडियम, म्युजियम त यस्तो बवाल हो कि यस्तो बवाल है, अचम्मै छ कि यो भित्र पनि उति नै बवाल है। हुन पनि किन नहोस् है, विश्वको अब म्याड्रिड रियल म्याड्रिड पर्सिकै बार्सिलोना त हो नि सबसे ठुलो क्लब भनेकै होइन। यसको अब हिस्टोरिक चिजहरू पनि उति नै बवाल है। यो पुरानो प्लेयरहरूको अब यो कतिमा रहेछ हौ, यो पुरानो बोट अनि गोल्डन बलहरू है। अनि यो सबै चिजहरूलाई हेर्दै हेर्दै बाइ द वे म पनि एक कुनै जमानामा अब फुटबल प्लेयर हुन नसकेको प्लेयर, उति नै मलाई चाहिँ फुटबल चाहिँ यति मनपर्छ कि है, बवाल छ। करिब 100-200 वर्ष पुरानो क्लबको अब यस्तो हिस्टोरी त रनी नै भयो। सबैहरू म हेर्दै हेर्दै अवलोकन गर्दै भित्र छिरिसकेको छु। यो चाहिँ हो ब्यालन डियर। ब्यालन डियर त तपाईँहरूलाई थाहा नै छ होला, यो बार्सिलोनाको लोगो है। यहाँ चाहिँ फोटो खिच्नेहरूको यस्तो घुइँचो बढ्ने कि है, मैले पनि कुरिरहेको थियो तर टाइमै आएन। म एनालाइसिसभित्र म्युजियम एनालाइसिस गरिरहेको छु है, अति नै बवाल। तपाईँहरूले स्टेडियम पनि तपाईँहरूले ट्रफीहरू पनि देख्न सक्नुहुनेछ, यस्तो बवाल बवाल ट्रफीहरू। ला लिगा, स्पेनिस लिगा, कोपा डेल रे है, सबै च्याम्पियन लिगदेखि लिएर सबै जितेको क्लब हो नि त। तर यहाँ चाहिँ स्टेडियम यो म्युजियमभित्र चाहिँ लेडिज प्लस बोइजहरू दुवैजनाले जितेको ट्रफीहरू एकै ठाउँ राखेको रहेछ है। तपाईँहरूले देख्न सक्नुहुनेछ ट्रफीहरू यस्तो बवाल छ है। अब यो चाहिँ लालिगा, आमामा लालिगा कोपा डेल रे, साँच्ची सरी। अनि यहाँ तपाईँहरूले सबै ट्रफीहरू देख्न सक्नुहुन्छ। त्यो चाहिँ हो कोपा डेल रे, त्यो माथिको लालिगा, स्पेनिस लिग, स्पेनिस सुपर कोपा, अनि सबै चिज देख्न सक्नुहुनेछ। म पनि एक्साइटेड भएर हेरिरहेको छु है, भित्र घुमिरहेको छु बवाललाई। उहाँ चाहिँ हाम्रो वन्डर किड लामासियाको प्रोडक्ट ल्यामिन यामाल है। ल्यामिन यामालको बारेमा त अहिलेको यो अवस्थामा सबैलाई उति नै थाहा छ। यहाँ चाहिँ स्क्रिन राखिएको रहेछ कि, त्यो स्क्रिन चाहिँ स्क्रल गर्दै गएपछि सबै हेर्न मिल्ने रहेछ। भित्रतिर पनि ओहो कति धेरै मान्छे हो कि यहाँ हेर्न आउनेहरू है, टन्नै अब बार्सिलोनाको फ्यानहरू त अब उति नै भइहाल्छन्, त्यो त तपाईँहरू सबैलाई थाहा भएकै कुरा हो। यस्तो बवाल है, यहाँभित्र अलि यो कुनाबाट भित्र छिरिसकेपछि चाहिँ
यहाँ प्लेयरहरूको चाहिँ सबै प्लेयरहरूको राखिरहेको छ। म चाहिँ स्टिल ट्राई टु सर्च माई बेस्ट प्लेयर नेमार जुनियर है। उहाँ चाहिँ रोनाल्डिनियो हुनुहुन्छ। म चाहिँ नेमार जुनियर कतिखेर आउँछ नेमार जुनियर कतिखेर आउँछ भनेर हेरिरहेको छु है। भेट्दै भेटिएन क्या। कहाँ छ यो चाहिँ अटो फ्लिप हुने रहेछ क्या। अटो सिस्टम होला सायद कस्तो तरिकाले गरेको थियो है। नेमार जुनियरलाई नै भेटेनौँ। खोजे कतिखेर आउँछ नेमार जुनियर भन्दै बसिरहेको थिएँ। वेटिङ गर्दा फाइनल्ली नेमार जुनियरले नेमाल सबैलाई देखियो है। भित्रतिर अलि भित्र गइसकेपछि यो राउन्ड टाइपको स्क्रिन रहेछ क्या। स्क्रिन चाहिँ ठ्याक्कै हेर्दा स्टेडियममा जस्तै देखिने। यिनीहरूले पहिले अटो सिस्टमबाट राखिसकेको होइन। यो त तपाईँलाई थाहा नै छ यो ट्रफीको बारेमा। ट्रफीहरू पनि अत्याधिकै जितेको रहेछ कि अत्याधिकै। अब क्लब वर्ल्ड कपदेखि लिएर सबै के भयङ्करै छ के भयङ्कर।